के राम्रैसँग हो कि कुरा खासमा यो गीत राम्रैसँग रिलिज हुँदा हो कि एकदम पछि भव्यसँग 3 वर्ष भयो ब्रो गीत गरेको त्यो भित्रको साइडबाट थाहा भएन हाम्रो साइडबाट चाहिँ एकदम प्रपरली आउँछ फर्स्ट थिङ त म चाहिँ घले भाइसँग पनि कोल्याब गरेर घले भाइलाई पनि निकाल्दियो के जो भन्ने गीतसँग गीतमा घले भाइसँग कोल्याब गरायो के घले भाइ अहिले फायर छ त्यो पनि आउँछ यहाँ लाइनमा बुझेन रियल सुटरहरूसँग न्यु खोज्ने होइन के घले भाइ त मान्छे रियल सुटर हो भने ब्रो सुट हानिदिन्छ ब्रो साँच्ची के पर्पल मुजी रियल सुटर हो मुजी घर आगो लगाइदिन्छ ब्रो ओ साम्राज्य भाइ मैले घर आगो लगाइदिएँ त मलाई रिस्ट्यो भने भाइ होइन मलाई रिस्ट्यो भन्ने नि मलाई मैले घर आगो लगाइदिएँ नि त भाइ 100 भाइ जब मुजी घर आगो लाउन मलाई आइतबार छ त भाइ मसँग उतापट्टि दाजु भाइ हो नि त हामी भोइस पार्टी फर लाइफ भाइ भोइस पार्टी हाम्रो सपोर्टमा हो अनि भित्र ड्रग्स अनि त साथीले त पाउँदैछ साम्राज्य भाइ बोलाउँछ तिमीले बोलाएको नेपालमा तान्दै न्युयोर्कको ब्रागोली आइलाई एजेन्सी चाटको पातली हतार भयो काममा जानला जस्तो गरेर हान्छौ बन्द गर यो भाइ त मैले भिडियो कलमा बसेर बन्द स्पिकर बन्द ओए भाइ स्पिकर बन्द यहाँ कुरा हुन्छ के भाइ यहाँ चित्त दुखेको कुराहरू हुन्छ सरी आज यहाँ गीत बज्दैन के आज हाम्रो चाहिँ एसटीले मेरो चित्त किन दुखाइरा हो मेरो भेडा मेरो माया चिन्ने टाउको किन सड्काइरा हो एसटीलाई के मर्न मन ला हो भन्ने कुरा हुन्छ क्या आज यहाँ के मर्न मन ला हो त्यसले तिमीलाई चिन्छ होइन अनि त्यो हजुरले आउँदैन तिमीलाई फलो गर्दैन त्यसले गर्छ दाइ अहिले त गर्दैन अब अहिले दाइ हाम्रो त उसलाई पेसमा चिन्यो भने त दाइ अहिले ऊ यत्तिकै जोतको त्यो एउटा पाछ क्या दाइ बुझ्छेन रियल निको हो भने यहाँ बोलाउ त्यसलाई एसटीलाई यहाँ बोलाउ त ट्राई गर न @ हान न होइन के आडेनलाई नि बोलाउ ल मेरो को हो तिमीहरूसँग कोलाई आडेन लिल झोला दाइ आडेनसँग हुँदा हामी भोइस पार्टीमा सँगै थिएन त दाइ म नि हजुरको जस दाइ छुके दाइ पार्टमा दाइ होइन दाइ लभ यु दाइ म दाइ जहिले लाइभमा हुन्थ्यो होला तिमी यहाँ हुन्थ्यो होला पर्पलको यो मुडमा म यो मुडमा छु अनि तिमी यहाँ हुन्थ्यो होला लभ यु दाइ यार लभ यु दाइ यार म सर्ट कि मुडमा छु भाइ म यहाँ मुजी घर आगो लाउन आइरहेको छु थाहा छ मेरो दाइ लभ यु यार दाइ खाएन यति भइसक्यो भाइलाई सक्दैन है कसो रियल नै भाइ हजुर दाइ ग्वाला दाइ खबर ठिक छ नि भोइस पार्टी त दाइ खै म त लन्डन एकदम हेर्न केटाहरु म जी मलाई क्या मन पर्छ के मेरो भाइ मसँग यस्तो लोयल छ के माछिने मैले मुजी पुरानो जन्ममा के रन्डी ल युके को दर्शन गर केटाहरु दर्शन गर ल राम्रोसँग दर्शन गर त युके को कुन ठाउँ हो बाबु भन्दै त लन्डन दाइ झोलाले पुराइदिएको त हैन झोलाको दिगमा बस्या हो र दाइ हामी त हजुरको दाइ मैले त्यसमा लिल झोला कन्सल्टेन्सीबाट त हैन नि कन्सल्टेन्सीबाट गयो है क्या लिल झोला कन्सल्टेन्सी हैन नि दाइ अब दाइ हाम्रो सो चाहिँ हान्नु पर्छ दाइ त्यो लिल झोला सिल झोला लिल झोला सिल झोला थाहा छैन झोलाको त युके टुर त हामीसँग कोल्याब गर्यो भने मात्र हो नि हैन र एकदम मेरो दाइ दाइ लिल झोला चल्यो कि हजुरहरूले गर्दा हैन त दाइ खै हैन भन्छ यार झोलाले दाइ पछि अनि दाइ पछि अब हजुरको जोस अब दाइ हैन अब नाम साम निकालेर नो पोइन्ट के दाइ त्यो मुजी झोलाले दाइ म्युजिक गीतमा कुन भिडियोमा हजुर होइसिन्छ नाम निकालेर नो पोइन्ट
सुन त्यो एसटीको झोलाको झोला त मेरो छोरा हुनुपर्ने हो क्या खासमा मुजी झोलाले त एक्सेप्ट गर्दैन मेरो फ्यान हो कि झोला ओ सही सही रियल सही दाइ मलाई थाहा छ नि त दाइ त्यसमा त मलाई झोला क्रिएटिभ लाग्छ होइन हजुर झोला दाइ मुजी अलिकति स्मार्ट छ क्या न्यू कि वेभ हजुर दाइ अलिकति स्मार्ट छ तर फेरि सुपर स्मार्ट पनि छैन के त्यसले त्यो सुपर स्मार्ट भएको भए त्यसले मसँग कुरै बिगार्दैन थियो कि त्यसले मसँग कुरा बिगारेर गेम बिगार्यो क्या नत्र त्यसको गेम यस्तो बवाल खेलिरहेको छ कि त्यसले सबलाई जाँदै तिनीहरूको मुजी फेम कपी पेस्ट हान्दै होइन जोसँग नि जान्छ अनि तिनीहरूको फेम कपी पेस्ट हान्छ क्या त्यसले अनि त्यो गेम त्यसले दामी खेलिरहेको थियो बिचमा त्यसले मलाई सड्कायो क्या मलाई सड्काएपछि गेम बिग्रियो पर्वलले भनिदिन्छ लाइभमा आएर बिहान कि ल ल जे हो त्यही हो दाइ रियालिटी ल होइन पर्वलसँग होइन ल हजुर चाहिँ दाइ जे हो त्यही हो कि दाइ स्ट्रेट अप हो कि दाइ नो मलाई त नो खोज्दै आऊ डाउट दाइ कि त्यसमा मलाई त दाइ नो मार डाउट के ब्रो मलाई मार्यो भने मात्र म रोकिन्छु मुजी दाइ मलाई दाइ मार त्यही रियल भएर दाइ मलाई मार्नु अप्सहरू छ नि त दाइ दाइ हजुर रियल भएर अप्सहरू धेरै छ क्या दाइ मलाई मार्न सक्दैनौ भने म्याच नै मसँग नचल किनभने म मार्छु माम्पा यो नेगो केही पर्यो भने सयमा कल गर न केटाहरू पठाइदिइहाल्छु नि होइन र मैले भन्नु खोजेँ त्यही हो कि किन फोकट मेरो कुरा यताउता काट्दै हिँडिरहेको यहाँ आइज भन न ल नोर्जा खोइ नोर्जालाई यहाँ आइज भन न ल त्यसको अकाउन्टबाट होइन त्यो एसटीको अकाउन्ट नोर्जा लिल नोर्जालाई मेसेज पठाउँदा साम्राज्य भाइ हस् दाइ जो जो पाब्लोलाई नै मेसेज ल जो आउ त ग्याङ तिमी पनि हेरेर रहेछ भोलि मेरो समीरको गीत रिलिज हुनु लाग्छ क्या ग्याङ तिमी त अब बवाल छ ग्याङ सुन्नु मजा आउँछ तिमी तिमीलाई त समीरको जुटी हो होइन अब मैले भन्नु चाहिँ त्यही हो कि म मुजी फेक गर्न नि आएको होइन कुन एस्टिम्यानको नम्बर हो रे लौ त कल गरेर नम्बरमा गर्न गर केटाहरू तिमीहरू सधैँ तिमीहरू गर त दिइरहेको छ तिमीहरू गरेर मसँग अलरेडी नम्बर छ मसँग झोलाको नम्बर झोला स्नेक भन्ने ल्याएको छु मोबाइलमा यहीँ छ मोबाइलमा झोला स्नेक ल्याएको अनि झोलालाई म हेट गर्दिनँ क्या तर झोलालाई म माया पनि सायद गर्दिनँ होला क्या किनभने पहिला मैले माया गर्थेँ झोलाले मलाई बवालै स्नेक हान्यो क्या साम्राज्य भाइ त गयो त मुझे के भयो साम्राज्य भाइ डरायो क्या साम्राज्य भाइ आज तिमीहरूलाई जो ग्याङले पनि डिनाइ हान्दिन किन हो र ग्याङ डिनाइ ठिकै छ अब त्यही हो कि म चाहिँ भोलि गीत निकाल्छु भितेन र मेरो गीत भोलि रिलिज गरिदिन्छु म अब के अरे उसलाई कपिराइट हान्न मन छ भने कपिराइट हाने हुन्छ उसले कपिराइट हान्यो भने म कपिराइट हान्न नमिल्ने गरेर निकालिदिन्छु कि अर्को पालि ल खोइ यो हाम्रो के भन्छ त्यसको नाम के अरे गर नोर्जालाई चाहिँ मसँग बोल्न मन छ भने एसटीको अकाउन्टबाट यहाँ रिक्वेस्ट गर भन मसँग बोल्न पाउँछ ल नोर्जा त्यस्तो रियल हो होइन त्यसले मलाई भेट्यो भने हान्छ अरे होइन ल आऊ ल आऊ को आउने कसले सक्छ को हो तिमीहरू डन को क्लासको डन को हो म त्यसलाई हान्छु ल दाउ तिमीहरूको स्कुलको डन को हो म त्यसलाई हान्छु ल मेनलाई हान्छु म साइडकोलाई हान्दिनँ म मेनलाई हान्ने म नम्बर 1 सँग बिफ गर्ने भितेनसँग देऊ मलाई भितेनसँगको बिफ गिभ मी भितेन्स बिफ I'm gonna eat that shit. Man. I eat beef. I eat rappers. Feel me? Call ST. म कल गर्दिनँ तिमीहरू कल गर्न त्यस्तो एल्बम अपलोड हुनु पाउँदैन भाइ तैँले त मुजीले ठट मुजी के लेखा हो क्या ब्रो पढ्दा नि रिस उठ्ने गरी मुजी अलिकति पढ्न मिल्ने गरी लेख्न मुजी इडियट पढाइ लेखाइ 22.5 माम्पा को लड्ने हो मसँग को जुन्ने हो बालेनलाई समर्थन गरेर है को छ खोइ एसटी आएन नोर्जा आएन धरपोकहरू आएन भितेन त कहाँ आउँछ ऊ त सुपरस्टार हो ब्रो भितेनले त बालै दिँदैन मलाई
मैले मुजी 5 चोटि मेसेज गरेको छु के के छ ब्रो होइन मलाई अस्ति भेट्दाखेरि के भनेको थियो ब्रो म भोलि तिम्रो भिडियो सुटमा आउँछु रे माछिनी भोलिपल्ट भित्रलाई कल गरेर अनि फोनै नउठाइदिएर के हामीलाई त आश हुन्छ क्या ब्रो किन आश देखाउने के गर्दैनौ भने किन आश देखाउने के ब्रो कसले कोल्याब गर्छ मसँग रियल सुटरले कोल्याब गर्छ द सिटिज बालेन माले हो मुजिरे छैट त्यस्तो नभन्नु बिचारले देश बनाइरहेछ जे भयो पनि माले हुन पाइहाल्यो नि कि मुजी